आज चाहिँ म बिहानको 4 बजी नै उठिसकेको छु साथीहरू। अन्त तपाईहरुले सोच्नु हुँदै होला आज चाहिँ बिहान 4 बजी किन उठि भनेर। सो आजदेखिको चाहिँ मैले हजुरबाको जुठो बारिरहेको छु, त्यही भएर चाहिँ म आज छिटै उठेको। अनि उठेर चाहिँ यहाँ सबैभन्दा पहिला नुहाइधुवाइ गरेर चाहिँ यहाँ हजुरबाको नाममा पानी चढाउँदैछु। अब बाहिरको ठाउँमा सिकाउने कोही हुनुहुँदैन, जस्तो जान्दैछु त्यस्तै गर्दैछु मम्मीहरूले घरबाट भनेको हिसाबले है त साथीहरू। म चाहिँ यहाँ पानी चढाउँदै अलिकति इमोसनल भएँ। इमोसनल पनि किन नहुनु, आफूलाई सबैभन्दा धेरै माया गरेको मान्छेले छोडेर जाँदाखेरि कस्तो लाग्छ है साथीहरू। त्यही हो, जिन्दगीमा कसैलाई पनि चाहेर रोक्नु सकिँदैन रहेछ। कसैलाई छिटो कसैलाई ढिलो जानै पर्दो हुँदो रहेछ। तर यो कुरा सम्झिँदाखेरि चाहिँ एकदमै दुःख लागेर आउँछ। कहिले पनि अब जिन्दगीमा चाहेर पनि उहाँलाई भेट्नु पाउँदिनँ, उहाँलाई देख्नु पाउँदिनँ, उहाँको आवाज सुन्नु पाउँदिनँ भन्ने कुराहरूलाई सोच्दाखेरि चाहिँ अलिकति दुःख लागेर आउँदो रहेछ। तर के गर्नु साथीहरू, यो भिडियो एडिट गर्दै चाहिँ अलिकति म इमोसनल भएँ। तर के गर्नु, इमोसनल भयो भनेर भएन। यहाँ यो ठाउँमा आइसकेपछि चाहिँ मेरो लाइफमा धेरै कुराहरूको घटना भइसकेको छ। त चाहिँ म हजुरलाई भन्नु पनि चाहिनँ भनेर पनि के गर्नु साथीहरू, मेरोमा मात्रै यस्तो दुःख होला भनेर सोच्छु। तर अरूको हेर्दाखेरि चाहिँ यो दुःख त केही पनि होइन जस्तो लाग्छ। जिन्दगीमा सबैको एक एकवटा दुःख हुन्छ होला आफ्नो ठाउँमा, तर सबैभन्दा ठुलो चाहिँ आफ्नै दुःख लाग्दो रहेछ है साथीहरू। धेरै दुःखको बातहरू पनि गर्नु हुँदैन साथीहरू, नभएदेखि मन अशान्ति हुन्छ। सो मैले चाहिँ बाथरुममा अघि नआएर लुगा थुपारिरहेको थिएँ। अब रुममा पानी नआएको चाहिँ हाम्रो धेरै दिन भइसकिसकेको थियो। त्यो बाथरुममा पानी नआएको कारणले गर्दा मैले चाहिँ यहाँनिर बाहिर लिएर पखालेँ। लुगा चाहिँ बाथरुममै धुएँ, पखाल्नुलाई चाहिँ बाहिर निकालेँ। अनि अस्ति नै चाहिँ मलाई आन्टीले सामानहरू ल्याइदिनु भएको थियो। मलाई दुःख पर्दाखेरि मैले कल गरेर यस्तो यस्तो चाहिन्छ ल्याइदिनु ल भनेको थिएँ। अन्त ल्याइदिनु भएको थियो त्यति बेला। अनि उसँग म त्यही भनेर बात गर्दै थिएँ कति भयो भनेर। आन्टी चाहिँ यति राम्रो हुनुहुन्छ, हेर्नु न मैले पैसा कति भयो भनेर भनिरहेको छु। मलाई चाहिँ पर्दैन, तिमीलाई यतिखेर परेको बेला मैले नहेरेर कहिले हेर्नु भनिराख्नु भएको छ। हाम्रो रुमको ओनर चाहिँ यति राम्रो हुनुहुन्छ नि, उसको घरमा केही कुरो मिठो पाएछ भने पनि हामीलाई सम्झेर ल्याइदिनुहुन्छ। हाम्रो ड्युटी ढिलो भयो भने पनि हामीलाई राखिदिनुहुन्छ। हेर्नु न साथीहरू, अहिले पनि कहीँ जानु हुँदै रहेछ बाहिर, अनि मलाई केही ल्याइदिनु केही खान्छौ भनेर सोधिराख्नु भएको थियो। तर उम्लो दिँदा डोरीले निल्नु पनि भएन नि त होइन साथीहरू। यति गरिदिनुहुन्छ हाम्रो लागि, त्यही नै बहुत ठुलो कुरा हो बाहिरको ठाउँमा होइन। अनि यहाँनिर चाहिँ मैले भाँडाहरू खाएर थुपारेको थिएँ। अब मोल्नै पर्यो, बेलुका दिएको थुपारेको थिएँ। बेलुका चाहिँ रोटी बनाएर खाएको थिएँ घिउसँग। अनि यहाँनिर चाहिँ बिहान चाहिँ मैले प्लेन राइस र घिउ खाएको थिएँ, त्यही भएर चाहिँ त्यही भाँडाहरू यति थुप्रिरहेको थियो। साथीले चाहिँ म्यागी बनाएर आएको थिएँ, अनि त्यसको पनि मैले भाँडाहरू मैले दिइहालेँ फटाफट। मेरो आवाज सुनेर त थाहा पाइ नै सक्नुभयो होला साथीहरू मेरो हालत कस्तो भएको छ भनेर। म चाहिँ अहिले बोल्नु पनि नसक्नेमा भएको छु, सास लिँदा पनि एक हुन्छ। खै के भएको पहिल्यैदेखिको कमजोरी, अहिले त झन् जुठो बार्नु परेर होला अझै धेरै त्यो भइरहेछ। मलाई त यस्तो भएको छ, मेरो मम्मी बाबाहरू, मेरो फुपा फुपू, मेरो काका काकीहरू सबैजना जुठोमा बस्नु भएको छ। उहाँनिर घरमा